र हाम्रो यस क्षेत्रमा प्राय अ, अरुण 2 र रामपुर कम्पोजिट र रामपुर 10 हाइब्रिड हुने गर्छ। र अहिले मैले यो नयाँ अ, जातको मकै बिजवृद्धि गरिरहेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ यो पुरै अरुण 4 भन्ने जातको उतातिर पनि छ, हाम्रो उतातिर पनि यसो देखाइदिन मैले अनुरोध गर्छु। यतातिर पनि छ। यो पुरै तपाईँको अरुण 4 जातको मकै अहिले नयाँ बिउ उत्पादन हाम्रो सेन्चुरी बहुउद्देश्य कृषि फर्मले उत्पादन गरिरहेको छ। यो मूल बिउ हो। अब यसलाई हामीले प्रमाणित बिउको रूपमा चाहिँ हामीले पनि यसलाई उत्पादन गर्न सक्छौँ अथवा चाहिँ यसलाई सिफारिस गर्न सकिन्छ। तर हामीलाई यो सेन्चुरी बहुउद्देश्य कृषि फर्मलाई उन्नत बिउ बिजन उत्पादनको मात्रै अथोरिटी भएको कारणले गर्दाखेरि हामीले अहिलेसम्म बाली नालीको उन्नत बिउहरू उत्पादन गरिरहेका छौँ। र यो अब लगभग तयारी अवस्थामा हुँदैछ। यसको चाहिँ धान चामल र यो कोसा लाग्ने तयारी छ।